के भन्यो भन्न जाने खोइ ड्याडी फिङ्गर भने दुईटा गर नि दुईटा यसो नगर यत्रो साग चलाउनु हुँदैन क्या थोरै थोरै गर नि के गरे भने अब पुग्यो भने अहिले ल खेल ल ड्याडी फिङ्गर बना एउटा मात्र खेल एउटा ल बनाउ त खालि बनाउनु अर्को सर्प कहाँ खाएको है यहाँ छ ल खेल त्यसो खेल्ने होइन के खेल्ने हो अघि नै खेले जस्तो खेल्दा साग पोख्यो भने मैले जाने खाने साग पोखे अब तरकारी अहिले के खाने बाबाले पिट्छ नि ल हुन्छ ल अर्को के खेल्ने खेल यो के हो अबे नानामा के आयो भाइको पिर्कामा बसेर रगत आएछ यसको रगत आएछ हेर त हेर त नरो बेबी भन के गर्ने अब ल यहाँ बस म यसलाई बालिदिन्छु आगोमा ल जिमी यहाँ बस ल बस समातेर बस छैन आजी गरेर खाने ल बस आगोमा बल्छ्यो यहाँ मऱ्यो अब आगोमा मरिसक्यो छैन त्यो हरायो अब खेल ल अर्को खेल नत्र फेरि आउँछ नि त्यस्तो बुझी कसको ह्याप्पी बर्थडे सिम्पल कान्छेको डिम्पल पर्ने गाला भन्दै हुन्छ भने खै त